ह्याप्पी होली सबैजनालाई। आज होलीको विशेष दिनमा चाहिँ फेरि पनि हाम्रो विपिन जोशीकै यो अलिकति याद पनि आयो। विपिन जोशी अहिले हमासमा क्याप्टिभमा हुनुहुन्छ र उहाँ नेपाललाई रिप्रेजेन्ट गर्नुहुन्छ। हामी नेपालीहरूको एउटा डिप्लोमेसीको सबभन्दा अद्भुत नमुना देखाउनको लागि, अद्भुत काम देखाउनको लागि उहाँलाई हामीले क्याप्टिभिटीबाट निकाल्नै पर्ने हुन्छ। अहिले छापामा सामान्य प्रधानमन्त्रीज्यूले इजिप्टमा कुरा गर्नु हो भन्ने कुरा आयो। अहिलेको भू राजनीतिमा युएसएले, अमेरिकाले डाइरेक्ट आफ्नो एउटा इन्भोय पठाएर हमाससित कुरा गरिरहेछ र अमेरिकन सिटिजनहरूलाई, इजरायली अमेरिकन सिटिजनलाई हटाउने प्रयास पनि गरिरहेछ। मेरो तर्फबाट सामान्य प्रधानमन्त्रीज्यूलाई, हाम्रो परराष्ट्र मन्त्री आर्जु देउवा दिदीलाई र सभासदहरूलाई एउटा रिक्वेस्ट के छ भने, हामी नेपालीले पनि एकजना इन्भोय विशेष दूत चाहिँ हामीले पूर्व परराष्ट्र को क्षेत्रमा लागेको विज्ञहरूको एउटा टिम बनाएर तुरन्तै होइन, सबभन्दा राम्रो इजिप्ट, कतार, अहिले कतारमै छ हमासको आफ्नो एउटा प्रेजेन्स कतारमा नै भएको हुनाले तुरन्तै गएर, किनभने अहिलेको जियो पोलिटिक्सको सिचुएसनमा के हुने कसो हुने एकदम गाह्रो छ। इजिप्टले अहिले युएसको प्यारोल चाहिँ एउटा मोडल डेभलप गर्दैछ, उनीहरू त्यहीमा व्यस्त छन् र हामीले अब हुनसक्छ भने युएससित मिलेर अथवा कतारसित मिलेर हाम्रो एउटा विशेष दूत चाहिँ पठाउन एकदम आवश्यकता छ। र यो गर्न सक्यो भने एउटा नेपालीको जीवन चाहिँ हाम्रो देशलाई कति महत्त्वपूर्ण छ भन्ने कुरा पनि प्रुभ हुन्छ र सङ्घीय गणतन्त्रको जुन हाम्रो देश छ त्यो देशले पनि, हाम्रो सामान्य प्रधानमन्त्रीज्यूले चाहिँ त्यो प्रयासलाई अझै प्रयास गरिदिनु हुनुको लागि अनुरोध गर्दछु र साथै उहाँ चाँडै छुटुन् र हामीलाई एकदम हर्षोल्लास होस् भन्ने कुरा चाहिँ भिडियो मार्फत राख्न चाहन्छु। मेरो युट्युब भिडियोको लिङ्कहरू पनि मैले दिएको छु, यसको बारेमा हेर्नुहोला।